साथीहरू कहीँ नजानुहोस् है, साथीहरू हेर्नुहोस् त यो भिडियो त देखिसक्नुभयो। हाम्रो देश नेपालमा अहिले शिक्षकहरूको आन्दोलन चर्की भइरहेको छ, जबकि उहाँहरूको चाहिँ माग पुरा गर्नको लागि। तर यो आन्दोलनमा हाम्रो शिक्षक शिक्षिकाहरूको नाचोलाई हेर्दाखेरि चाहिँ यो नाचोले अलि चाहिँ उच्छृङ्खलपना जस्तो लिएको मैले महसुस गरेको छु। तपाईहरुको यो नाचोले तपाईहरुको माग पूरा गर्दैन कि उल्टो चाहिँ तपाईहरुको माग चाहिँ बढाउला जस्तो छ समाजमा, हैन? यस्तो खालको नाचो चाहिँ प्लिज म 10 औँला जोडेर विनती गर्छु तपाईहरुलाई, आन्दोलनको नाममा यस्तो नाचो नदेखाउनु होला। किनकि जुन नाचो तपाईहरुले देखाइरहनु भएको छ भोलिपल्ट तपाईहरुको विद्यार्थीले सिक्ने भनेको पनि त्यही नाचो हो भाइ। गुरुवर्ग शिक्षिका शिक्षिकाज्यूहरुमा यस्तो नाचोले तपाईहरुको माग पूरा गर्दैन। यस्तो चाहिँ उच्छृङ्खल यस समाजको विकृति, आन्दोलनको नाममा समाजको विकृति ल्याउने काम चाहिँ बन्द गर्नुस्, बरु चाहिँ नाच्नुस्, तर चाहिँ यस्तो खालको नाचो चाहिँ नदेखाइदिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु।